हजुरको हो एकदम क्लोज रहेछ नि बिस्तारै आँखा खोल्नुहोस् सर पछाडि जानुहोस् शरीर पुरै नौनी जस्तै यता आउनु न उहाँको नजिक नौनी जस्तै हजुरले शरीर हल्का छोडिदिनु होला मनमा कुनै नेगेटिभ विचारहरू सोचहरू नल्याउनु होला शरीर पुरै हल्का छोडिदिनु होला र मेरो आँखामा हजुरले 1.5 मिनेट जति आँखा नजिकाएर एकटक आँखामा हेर्नु होला र यो एन्ड डाउजिङ रडमा बिस्तारै हेर्दै जानु होला बिस्तारै हजुरलाई निद्रा लाग्छ बिस्तारै अचेत अवस्थामा हजुर ढल्नुहुन्छ पछाडि सर हुन्छ केही पनि हुँदैन हजुरको एनर्जीहरू म हिलिङ गर्छु हुन्छ ओके मेरो आँखामा सिधा शरीर पुरै हल्का पुरै छङ्गा छोडिदिनु होला तपाईको शरीरमा नेगेटिभ ऊर्जा अझै बढी छ हिप्नोसिस गर्न निकै गाह्रो सरको घरको दैलो कता छ सर कति वर्ष भयो हजुर घर हालेको अनि कसैको घर आफ्नै हो अर्का घरमा भए पनि आफ्नै हो त्यो बसिरहेको कति तलाको घर छ माथि ट्याङ्की छ पानी ट्याङ्की जल दोष छ तपाईको शरीरमा
प्रोसेस हुन सकेन